नमस्कार दर्शकवृन्द, नेपालको राजनीति अहिले नयाँ मोडमा पुगेको छ। पुरानो शक्ति बनाम नयाँ सोच, अनुभव बनाम परिवर्तन। आज हामी कुरा गर्दैछौँ काठमाडौँका मेयर बालेन शाह र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली। यदि यी दुई नेता झापा जस्तो राजनीतिक रूपमा संवेदनशील जिल्लामा आम्ने सामने भए भने कसको जित होला? यो भिडन्त केवल दुई व्यक्तिको होइन, यो भिडन्त हो पुरानो राजनीतिलाई निरन्तरता दिने सोच र नयाँ पुस्ताको परिवर्तन चाहने आवाज बीच। आजको भिडियो अन्त्यसम्म हेर्नुहोस्, किनकि अन्त्यमा म तपाईलाई सबैभन्दा यथार्थपरक निष्कर्ष दिनेछु। झापाको राजनीतिक इतिहास। झापा केवल एउटा जिल्ला होइन, यो नेपाल कम्युनिस्ट आन्दोलनको इतिहास बोकेको भूमि हो। यही झापाबाट मदन भण्डारी, केपी शर्मा ओली जस्ता नेताहरू राष्ट्रिय राजनीतिमा उदाए। झापा लामो समयदेखि एमालेको किल्ला रहेको छ। यहाँ पार्टी संगठन बलिय छ, वाडा वाडासम्म क्याडर छन्, ग्रामीण भेगमा पार्टीप्रतिको निष्ठा गहिरो छ। यसैले झापामा चुनाव जित्नु भावनाले होइन, संगठनले तय गर्छ। केपी शर्मा ओली, झापाको पुरानो शक्ति। अब कुरा गरौँ केपी शर्मा ओलीको। ओली 3 पटक प्रधानमन्त्री भइसकेका नेता। तीखा भाषण, राष्ट्रवादको राजनीति, कार्यकर्तामाझ नेताभन्दा बढी कमान्डरको छवि। ओलीका बलिया पक्ष। विएट, झापामा दशकौंदेखि जरा गाडेको संगठन। विएट, पार्टीको अनुशासित क्याडर। विएट, वृद्ध र ग्रामीण मतदातामा गहिरो पकड। तर ओलीका कमजोर पक्ष। छा लामो समय सत्तामा बसेको थकान। छा महँगी, बेरोजगारी, भ्रष्टाचारप्रति जनआक्रोश। छा युवा पुस्तामा घट्दो आकर्षण। धेरै युवाहरू भन्छन्, हामीले पुराना नेताबाट धेरै आशा गर्यौं, तर परिणाम आएन। भिएट सर, म बालेन शाह, नयाँ युगको प्रतीक। अब आउँछ बालेन शाह। बालेन राजनीतिमा परम्परागत नेता होइनन्। उहाँ स्वतन्त्र उम्मेद्वार भएर काठमाडौँ मेयर जित्नुभयो, ठूला दलहरूलाई हराउनुभयो, काम गरेर देखाउनुभयो।